ल तपाईँ सबैजना एकछिनको लागि 5 मिनट 2 मिनट जति तपाईँहरू एकछिन शान्त भइदिनु भयो भने चाहिँ अति राम्रो। किनभने यस्तो पवित्र जो ठाउँमा आउनु भएर तपाईँ हल्ला गर्नुभयो भने तपाईँले गरिदिनु भएको यत्रो लामो यात्रा यत्रोभन्दा दुःख कष्टले हिँड्नु भएको र तपाईँले जो पुण्य कमाउनु भयो भनेर आउनुभएको छ त्यो सबै त्यतिकै नाश भएर जान्छ। किनभने यो ठाउँमा चाहिँ हामी बल्ल हामी एउटा भाग्यले यो ठाउँमा आइपुगेको छ। त्यसले गर्दाखेरि चाहिँ आज यो जस्तो पवित्र ठाउँमा आइपुग्नु भनेको नै हाम्रो लागि धेरै ठुलो कुरा हो। त्यसले गर्दा सबैजना एकैदिन शान्ति भएर बसिदिनु भयो भने चाहिँ अब अहिले हामीसँग पनि टाइम केही छैन, एउटा धर्मको यो प्रवचन गर्छु भन्ने अब यो तपाईँहरूले धेरै कुरा सुनाउँछु या भन्नु अब भनेर चाहिँ हामी एउटा मिलाएर आएको थियो। तर अब समयको अभावले गर्दा हामीले धेरै पनि आउनु अब समय पाएन भनौँ न। त्यसले गर्दा यो छोटो समय पनि तपाईँहरू हल्ला गर्नुभयो भने के सुनेन भने त्यसको म त तपाईँहरू केही पनि बुझ्नु हुँदैन। त्यसले गर्दा चाहिँ सर्वप्रथम यहाँहरू सबैजनालाई दुःख कष्टले यहाँसम्म आइदिनु भयो। त्यसले तपाईँहरू सबैजनालाई प्रसिद्धिले फ्याबुल्ला सबैजनालाई अनि केही दुःख कष्ट भएको हुँदा सर्वप्रथम अहिले नै क्षमा माग्न चाहन्छु। हाम्रो झेसन छेखोरलिङ गुम्बाको संस्थाको तर्फबाट चाहिँ केही कमजोरीहरू केही भइहाल्यो भने चाहिँ पहिले नै हामी तपाईँले क्षमा चाहन्छु। किनभने यस्तो कार्यक्रममा अलिकति ऊ हुन्छ भनेको जस्तो हुन सक्दैन। अब म तपाईँहरूले छोटो मात्रै चाहिँ अब उ गर्छु। अब हाम्रो बुद्धिस्ट धर्ममा हिमालय महायान मतैमा अब हाम्रो गुरु रिम्पोचे भन्ने त सबैजनाले सुन्नु भएको छ है। अनि उहाँ चाहिँ एउटा बुद्ध भगवानको अवतार हो होइन। बुद्ध भगवान यो संसारबाट निर्माण भइसकेपछि कति बादमा चाहिँ उहाँ चाहिँ फेरि अब यहाँ एउटा गुरुको रूपमा चाहिँ उहाँ फेरि आउनु भएको। त्यो चाहिँ धर्नाको सिस्चोलिङ भन्ने ठाउँमा चाहिँ उहाँले चाहिँ एउटा कमलको फुलमाथि चाहिँ एउटा 16 वर्षको 8 वर्षको नानी अब मान्छेको रूपमा कुनै आमाले जन्म दिएको होइन। उहाँ चाहिँ एकैचोटि होबमेको टुकरबाट भोर्जे ऊ भएर अनि पेमा के अरे फुल के अरे पोखरीभित्र फुल कमलको फुलमाथि चाहिँ उहाँ भोर्जे ऊ भएर चाहिँ त्यहाँबाट चाहिँ 8 वर्षको नानी चाहिँ त्यहाँबाट प्रकट भयो। उहाँ चाहिँ गुरु रिम्पोचे हुनुहुन्थ्यो। त्यो चाहिँ धर्नाको छुलिङ भन्ने ठाउँ थियो। त्यहाँ चाहिँ जो ठाउँमा चाहिँ इन्द्रबुद्धि भन्ने राजा हुनुहुन्थ्यो है। त्यसले गर्दा सर्वप्रथम अहिले त्यहाँबाट चाहिँ उत्पत्ति भनौँ न उहाँ त्यहाँबाट प्रकट हुनु भएर चाहिँ उहाँहरूले बिस्तारै ठुलो हुँदै आउनु भएको क्रममा चाहिँ उहाँ माथि आउनु हुँदा चाहिँ उहाँ बुद्धको अवतार भएको कारणले चाहिँ यो संसारमा चाहिँ धर्म नाश हुँदै गयो। राक्षसहरू विभिन्न राक्षसनीहरूले यो संसार दमन गर्दै जाँदाखेरि चाहिँ उहाँले चाहिँ यो संसारमा त्यो सबैलाई चाहिँ अब दमन गर्नुपर्छ, आफ्नो अधीनमा लिनुपर्छ भनेर चाहिँ उहाँले सोचिसकिसकेपछि चाहिँ उहाँले पहिल्यै थाहा भएर चाहिँ उहाँले तल घेर यो तल ऊबाट चाहिँ उहाँ माथि आउँदा चाहिँ उहाँ छोपेमामा आइपुग्नुहुन्छ। छोपेमाको कथाहरू पनि तपाईँले छुट्टै छ, त्यसको कथा अब सबै डिटेलली भन्यो भने तपाईँलाई धेरै टाइम लाग्छ। अनि छोपेमामा आउनु भएर भोलिपछि त्यहाँ पुग्दा पनि तपाईँले हेर्नुहोस् त्यो छोपेमामा उहाँलाई जलाएको, त्यसपछि उहाँलाई फेरि उहाँको त्यहाँको शक्ति उसले गर्दाखेरि उहाँले जल्न नसकेको। अनि त्यहाँ चाहिँ फेरि एउटा सौरी ग्याल्पो भन्ने राजा थियो है। ऊ त पहिले जन्मिएको ठाउँ चाहिँ इन्द्रबुद्धि भन्ने राजा थियो। उहाँले राजकुमार बनाएको थियो। त्यो राजगद्दीमा पनि नबसिसकेपछि उहाँ माथि आउनुभयो चाहिँ छोपेमा आउनुभयो। त्यसपछि पनि उहाँ यस्तै ठाउँहरू धर्मनीयहरू हेर्दै उहाँहरू राक्षसहरू दमन गर्दै त्यहाँ आउनुभयो। त्यसपछि पनि उहाँ माथि आउनु भइसकेपछि यो ठाउँ छ, अब मैले यसलाई विस्तृत त भन्दिनँ छोटकरीमा। यो ठाउँ चाहिँ घ्यागर भोइल सछाम भन्ने यो चाहिँ आदि हो है। अब घ्यागर भन्नेको अब अहिले चाहिँ हामीले इन्डियाले घ्यागर भन्छ, भोइल भन्ने नेपालले भन्ने गर्छ। तर त्यो बेलाको त्यो होइन, भारतवर्ष अथवा या त भोइल ठाउँ भनेको आधा ठाउँ चाहिँ यो ठाउँ हो।
अनि यहाँ ठाउँमा चाहिँ उहाँ आउनु भएर चाहिँ यहाँ त धेरै किसिमको राक्षसहरू राक्षसनीहरू बोक्सी यस्तो डाइनीहरू जस्तोले पुरा दमन गरेर चाहिँ बस्नु भएको थियो। त्यसले गर्दाखेरि चाहिँ उहाँ आउनु भएर चाहिँ यहाँ तपस्या गर्नु भएर चाहिँ उहाँको एउटा विद्या ज्ञानले गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ यहाँ लुइतोक भनेको चाहिँ नराम्रो नाकिने देवी देउताको त नराम्रो धोक लागेको भनेको नराम्रो लागेर चाहिँ यो ठाउँ चाहिँ सबै अनिकाल भएको थियो। पानी नभएर सुक्खा भएर सबै खटेरो लागेर यो सबै सुकेको थियो। अनि गुरुदेव चाहिँ यहाँ आइपुग्नु भइसकेपछि उहाँको शक्तिले गर्दाखेरि चाहिँ उहाँले चाहिँ यहाँबाट चाहिँ पानी निकाल्नु भएको है। अनि पानी निकाल्नु भएर चाहिँ अनि फेरि खोला नालाहरू फेरि पहिलाको जस्तो थियो त्यस्तो नै खोला सबै बग्यो, पानी पर्यो, झरी भयो, पतङ्गहरू यो जङ्गलहरू सबै फेरि उत्पत्ति भयो, फेरि हरियाली भएको थियो गुरुदेवजी। त्योभन्दा अगाडि चाहिँ यहाँ सबै धर्म नाश भएको थियो। लुहरू रिसेर नागिनी देवी देउता भूत प्रेतहरू सबै आउनु भएर चाहिँ ऊ भएको थियो। त्यसले गर्दा यो ठाउँमा चाहिँ उहाँले तपस्या गरेर चाहिँ उहाँले चाहिँ पानी निकाल्नु भएको। सुमिक भनेको हो, छिमे होइन, सुमी भने पानी, यो छु भनेको पानी, यहाँ पानी उत्पन्न, यहाँ यो तपस्या गरेर चाहिँ उहाँले पानी उत्पन्न भएको ठाउँ चाहिँ यो है। यसलाई मैले छोटकरीमा भने यस्तो मेहरू धेरै किसिमको छ। अनि यहाँबाट चाहिँ म बिस्तारै ह्याङ्लेसी, त्यसपछि हाम्रो खोटाङमा छ हालेसी महादेव, त्यहाँ आयु लामोको उहाँले ज्ञान प्राप्त गर्नुभएको। त्यसपछि आएर हाम्रो फर्बिङ छ, फर्बिङमा ढपुक त त्यसमा पनि हामी कुनै दिन जाउँला, त्यहाँ पनि ठुलो निय छ एकदम ठुलो, त्यहाँ पनि व्यञ्जन किले भन्ने को मन्त्र भगवानको ज्ञान त्यहाँ प्राप्त गर्नुभयो। त्यसपछि हाम्रो यो नेपालको धेरै ठाउँहरू छ, अहिले मैले अब भनेर साध्य छैन। यहाँ तेमाल भयो, यहाँ योल्मो भयो, सिक्किम, भोटाङदेखि लिएर सबै ठाउँमा चाहिँ यो ठुलो गुरुदेवजीले आफै यो धम्ला तक्सी भनेको चाहिँ राक्षसहरूले दमन गर्दै 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 र आफूले पनि यो ठाउँमा जुन ठाउँमा यस्तो गुफाहरू बसेको ठाउँ छ त्यसमा पनि खान्डोहरूले ध्यान गरेको ठाउँ, घेलुङहरूले ध्यान गरेको ठाउँ, अनि ठुलो नागपा तान्त्रिक लामाहरूले ज्ञान गरेको ठाउँ थियो। त्यति बेला पनि गुरुदेवजीले चाहिँ सबैकोबाट चाहिँ वाङ लुङ ज्ञान खान्डोमाबाट पनि विभिन्न किसिम छेपामे आयो लामोको पनि, अनि कहिले अमर कहिले निर्माण नहुने ज्ञानहरू प्राप्त गर्ने सबै पनि ज्ञान पनि थाप्दै गऱ्यो। त्यहाँ चाहिँ यो संसारमा भएको राक्षसहरूलाई पनि दमन गर्दै माथि पुग्दै ह्याङ्लेसीको ढपुकमा पुगिसकेपछि फेरि उहाँ त्यहाँबाट पनि तिब्बतमा पुग्नुहुन्छ। अनि तिब्बतको राजाले चाहिँ फेरि तिब्बतमा पनि धर्म नाश भएको कारणले गर्दा त्यहाँ पनि धर्म फैलाउनुपर्छ, यो धर्म कसले फैलाउँछ भने चाहिँ गुरुदेवजीले फैलाउँछु भनेर चाहिँ थाहा भइसकेपछि त्यहाँबाट यहाँबाट चाहिँ उहाँ तिब्बत जानुभयो। हामी त धेरै ठुलो के अरे के भन्यो हामीले खर्च भागी मान्यो, किनभने चाहिँ बुद्ध भगवान यहाँसम्म पनि आइपुग्नु भएको। गुरुदेवजीले त यहाँतिर उहाँ पनि आउनुभयो, तर तिब्बत भन्ने ठाउँमा बुद्ध भगवान पुग्नु भएको छैन। बुद्ध यहाँ जन्मिनु हो, बुद्धमाथि पुग्नु भएको छैन। बुद्धको जति शास्त्र छ ज्ञानहरू सबै गुरुले तिब्बतमा लगेर फैलाएको। तिब्बतको मान्छेले अहिले पनि मन दुखाउँछ, किनभने बुद्ध भगवानले कहिले पनि हाम्रो देशमा हाम्रो ठाउँमा खुट्टा टेक्नु भएन, आइपुग्नु भएन। त्यसपछि अब त्यहाँको राजाको छोरी हिसी छुगेलले चाहिँ के भन्नुभएको थियो भने चाहिँ गुरुदेवजी तिब्बतमा गएर पनि त्यहाँ सामे लखाङ भन्ने छ है, अहिले पनि चुक्लाखाङ भन्ने छ, त्यहाँ पनि ठुलो गुम्बा बनाउँदाखेरि राक्षसहरूले त्यहाँ गुम्बा बनाउनु नदिँदाखेरि पछि गुरुदेवजी यहाँबाट जानु भएर त्यो सबै दमन गरेर चाहिँ त्यहाँ आफ्नो अधीनमा ल्याएर चाहिँ त्यहाँ अहिले पनि जानु सक्नुहुन्छ। त्यहाँ चुक्ला लखाङ भन्ने सामे लखाङ ठुलो छ, गुरुदेवजीले भन्नुभएको। त्यहाँ तिब्बतमा पनि पुरा धर्म फैलाएर सबै ज्ञान वरदानहरू दिनु भएर उहाँ फेरि फर्किनुभयो। फर्किँदाखेरि हिसी छुकेलले भन्नुभएको, त्यसले गर्दा तपाईँ यहाँ जानुभयो, तर बुद्ध भगवानले त्यहाँ हामीहरू खुट्टा टेकेको छैन। अब कसले चाहिँ हामीलाई धर्म दिन्छ भन्दाखेरि चाहिँ
भएको धर्म तपाईँसँग भएको ज्ञान चाहिँ टिबेटमा पनि छोडेर जानु भनेर चाहिँ बिन्ती गर्दाखेरि चाहिँ अहिले टिबेटमा पनि सबै किसिमको धर्मको ज्ञानहरू त्यो छोडेर राख्नुभएको गुरुमा चाहिँ त्यसपछि गुरुमा चाहिँ त्यहाँबाट चाहिँ फेरि टिबेट नबस्नु भएर चाहिँ उहाँ चाहिँ यहाँ म बस्दिनँ अब म फेरि जानुपर्छ भन्दाखेरि चाहिँ कहाँ जानुभयो भन्दाखेरि चाहिँ सिम्बयुल राक्षसको देशमा है अहिले पनि हामीले पढ्दाखेरि छोबा बोल्दा टाँसी गर्दाखेरि देखेर पेन्सन भइरहेको दिन पेमा जुन्ने कुला त्यहाँ धदाल लुनु चाहिँ खानुहुन्छ उर्गेर चाहिँ सौवानले टाँसी स्यो अथवा छोपा फुल भन्छ नि हो भन्नुको अर्थ चाहिँ के भन्छ क्या अब त्यो उहाँ चाहिँ घाघरमा जन्मिनु भएर चाहिँ भुइँलाई सबैले उहाँको ध्यान दिन्छले गर्दा धर्म फैल्यो अनि त्यो दादा चाहिँ अहिले चाहिँ उहाँ चाहिँ दादा लुनुक भनेको अहिले चाहिँ उहाँ लो र नुकको बिचमा जो पहिला चाहिँ जन्मिनु भएको पाकिस्तानको एउटा जग्गा थियो है त्यो ठाउँ पर्छ अहिले चाहिँ देशले हेर्ने भन्छ चाहिँ अनि त्यसपछि होसुसको छासमको बिच भनेको त्यो बिचमा चाहिँ अहिले उहाँ फेरि हुनुहुन्छ अहिलेसम्म उहाँ निर्माण अझ बुद्ध भगवान् जस्तो निर्माण भएको छैन उहाँ चाहिँ अमर हुनुहुन्छ त्यहाँबाट फर्केर अनि उहाँ पुग्नु भएको हो त्यसले गर्दा अहिले पनि गुरुदेवको चाहिँ उहाँ भन्नु अब सिधै कुरो भनेको चाहिँ उहाँ जिउँदै भनौँ न त्यसो अमर हुनुहुन्छ उहाँ निर्माण भएको छैन तर के को रूपमा छ हामीले देख्दैन त्यसले गर्दा जसले मलाई भक्ति गर्छ उसको शिरमा म हुन्छु जसले मलाई वासस्थान छसम जस्तो बनाएर घरमा राख्छ उहाँको घरमा म बिहान घामको किरणसँग आइपुगेको हुन्छु भनेर उहाँले वचन दिनुभएको कारणले गर्दाखेरि चाहिँ हामी सबैले गुरु रेम्बुजीको पूजा गर्नुपर्छ घरमा छसम राख्नुपर्छ गुरुको बुद्धको चाहिँ सबै किसिमको राखेर चाहिँ तपाईँहरू सबैजनाले चाहिँ अनि गुरु रेम्बुजीको मन्त्रहरू जप गर्नु यो ठाउँमा आइपुग्नु भएर तपाईँले हल्ला गर्नुभन्दा एउटा बजार गुरु एकचोटि गर्नु भनेको चाहिँ लाख करोडको हुन्छ तपाईँले घरमा बसेर गर्नु र यो ठाउँमा पुगेर गरेको बजार गुरुको लाख करोड हुनु ज्यादा हुन्छ भन्नु त्यसले गर्दा हल्ला नगर्नुहोस् त्यसले बजार गुरु गर्नु भनेको है ल आजलाई यति मात्र आज टाइम छैन आज धेरै कुरो भन्नु थियो र सबैजनाले तुझे धन्यवाद धन्यवाद